कति हाल्ने सर हजुर? पेट्रोलको सल्लाह हुँदैछ। एक 170 छ राजसित। अहिले चाहिँ हामी चट्ट होइन कहाँ अरे लारुममा भन्ने ठाउँ आइपुग्न लागि मेरो गेटअप एकदमै सेक्सी छ देखाइछु नि। यही बाइकमा अब हामी आइपुगेको होइन। पेट्रोल सकेर धन्न फाइनली यहाँ पेट्रोल पाउँदो रहेछ। यो सिके डाँडा अरे क्यास पैसा छ भाइ तँसँग खाने भनेर सोध्छस्? ए यो डाँडा आइपुग्यो हामी। यस्तो आइपुग्यौँ होइन। रमाइलो हुँदैछ। सो तपाईँहरू चाहिँ दमकतिर बस्नुहुन्छ भने चाहिँ यो ठाउँ चाहिँ एकदमै वर्थी छ है भिजिट गर्न। हाम्रो पुरानो ओल्ड भाइब्सहरू आउँछ। दामी ठाउँ छ। अब हामी यहाँबाट कहाँ जाँदैछौँ हामीलाई डन नो हामीलाई ठ्याक्कै थाहा छैन होइन। हामी यहाँबाट कहाँ जाँदैछौँ भनेर चाहिँ र हामी कहाँ जाँदैछौँ कसैलाई थाहा छ? हामी कहाँ जाँदैछौँ हामीलाई थाहा छैन। तर चिसापानी हिले अनि लारुम्बाको मेन चोक त्यो अप्सन छ हामी तिनवटासँग। यहाँदेखि हिले जान 3 घन्टा लाग्छ अरे। सो लेट्स सी हेरौँ हाम्रो पेट्रोल कहाँसम्म पुग्छ। पैसा ओ यतासँग पैसा कति छ? तँसँग पैसा कति छ? 50 रुपियाँ। तँसँग कति छ पैसा? तँसँग 20। तँसँग कति छ? तँसँग 10। भनेपछि अबसँग हामी टोटल 60-70 रुपियाँ हामीसँग छ होइन। यति पैसाले अब हेरौँ हामीलाई कहाँसम्म भ्याउँछ होइन। बाइकमा पेट्रोल तेरोमा फुल छ मेरोमा फुल छ होइन। यसमा पुगिन्छ हामी काहीँ न काहीँ पुगिन्छ। ल गाइस अपडेट हामी दिन्छौँ होइन। ल हेरौँ है अब हामी कहाँ पुगिन्छ। ल कामा बाटो यो कामाको थाहा छैन। गोदीमा जम्मा पैसा छ 70 रुपियाँ कलेक्सन गर्दा। बाटो देखाएन बाटो यस्तो छ। बाइक पनि त्यस्तै खटेरो छ। एउटा बुलेट छ। यो हामी चढेको बाइक मेरो खतरा छ क्या बाइक। राइडर र डिमेन्ड हुन्छ क्या भाइ। त्यसरी होइन क्या उसरी बनाएर यसरी गर्दा आधी मात्रै आउँछ पछि भिडियोमा। हामी दुईजना चाहिँ खटेरो बाइकमा थियौँ। राइडर एउटा बाइक डिटरमाइन गर्दैन क्या राइडर डिटरमाइन गर्छ। र पनि हामी आगे लाग्यो। बाटो यस्तो छ। कहाँ झर्छ थाहा छ खोज्छ नझारेर चाहिँ भर्खर किनेको फोटो। यहाँ खोलामा यहाँ त मुला ढुङ्गा त हेर भाइ। यहाँ त घरमा मान्छे ढुङ्गै चाहिँदैन भाइ। किन्नै पर्दैन। बल्ल पर्छ छ। सस्तो लाग्यो दिल्ली बासी उहाँबाट नि बढेको खानै पाएको छैन बाटो त भाइ। बाटो हेर नानी यसरी लाग्छ नि पाहाडमा पानीको यस्तो बाटोमा छ। यहाँ राजे बसेको छ। यहाँ राजे बसेको छ। सधैँभरि राज राम भएपछि ल्याएर पाएँ। महाले झ्यापमा नि पुलको बाटो देखाइदिनु कत्रो सानो उयो के अरे उयो ल्याउने त्यो के हुन्छ सानो ल्याउने।
घरि एचडीले देखिन फिल्म हलमै गरेर बसेर हेरे जस्तो चिलायो त्यो एउटा खासै पुरै हुन्छ काम के हुन्छ भन्ने नि हेरोस् न त्यसले घर यतातिर घर टिपेरै हिँड्दैन भन्दैछु मुस्ताङतिर मुस्ताङतिर मुस्ताङमा खोला खान्छ नि त्यो हामीले उल्टो बाटो देखाइन क्या हामीलाई के डर आयो केटा हारेर भिडियो बनाउनु बन्द नगरे लड्यो भने भिडियो आउँछ यहाँ लडेको भन्दैन लडेको मात्र भन्नु यहाँ बसेर राति होला है बस्नु तातिन्छ नि अनि यो त अनि यहाँ रस बस्छ नि एक हामी चाहिँ घुम्दै 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 होइन फाइनली हामीले एउटा केही खाजा खाने भेट्यौँ यहाँ चाहिँ अलिकति नेट टिप्दैछ सो हामीसँग क्यास पैसा नभए पनि अनलाइनमा चाहिँ छ है त्यति गरिब पनि होइन हामी सो अब हामी केही खाजा खाएर यहाँ चाहिँ म तपाईँहरूलाई होइन दामी ताजा हाँस रहेछ यता देखाउँछु यहाँ चटपटे बन्दैछ होइन यस्तो सही ठाउँमा क्या होइन यस्तो दामी ठाउँमा बनाउनु परेछ आन्टीले मिठो चटपटे बनाउँदै हुनुहुन्छ है दामी चटपटे बनिँदैछ हाम्रो आन्टीले एकदमै मिठो अथेन्टिक चटपटे बनाउँदै हुनुहुन्छ हाम्रो केटाहरू ओइ रामी हेर्नु एउटा दिनु न हुन्छ आउँदैछ चट्टा हाम्रो कहाँ छ नि बिजनेसम्यानको फेरि छुट्टै छ लड्दैन नि त केटाहरू भाइ हाम्रो त तान्दैन होला यार भाइले के ट्राई गर्ने हामी पनि त्यसले त तानेर लडेन नि यार यस्तो बाटोमा पनि सेट भइगयो नि हाम्रो बाइकको फुस्केर झरिसकेछ यस्तो लेजेन्ड छ हाम्रो साथी मेकानिक छ धन्न हामीलाई टेन्सन छैन हाम्रो साथीले चाहिँ कोला विसर्जन गर्दैछ के भाइ मेरो भाङमा 5 वटा पर्छ चाहिँ नखोल्ला भिडियो भनिँदैछ यहाँ चाहिँ चट्ट होइन माछा मार्दैछन् दाइहरूले होइन हामी माछा मार्दैछ त्यो बाटो यस्तो हेर्दाखेरि थाकल कि फाकल आई डोन्ट नो यसले के भनेको यसले देखो अरे सो हामी चोरमा हिँडेको ऊ त्यहाँबाट एउटा बहिनीले चाहिँ हेर्दैछ त्यो बहिनीले हामीलाई सिक्दैन होला देख्दैन होला है त्यो बहिनी आइपुग्दा त हामी ता पुग्छौँ हामी जाँदैछौँ थाकल हो कि फाकल चोर्न भाइ पाकेको छ भने मात्रै टिपे होस् नगरोस् चाहिँ खाने बेला आएको छ भने मात्रै टिप्ने चिपेको हो है वा ओ माथि पनि छ मार्दैन के मार्छन् हौ दामी रहेछ यार हो यसलाई चाहिँ म ऊ भन्छु हामी चाहिँ तारी के भन्थ्यौँ नि तारिम के थाकल भन्छ यसलाई वाउ गुड
अर्को पनि छ त नि नटी पनि माथि पनि छ छैन ल जाउँ वाउ यो त मलाई सही ऊ त पनि जाउँ न त 2 दिनहरु ताना पनि यहाँ टिपेर त ऊ त पनि एकबार टिप्न चरा टिपेर ठिक छ वाउ दामी भेट्यौँ हामीले सो गाइज हामीले चाहिँ दामी भेटिसकेको छौँ झन्नै सक्छ पक्यो ल यो कुन ठाउँबाट केटा आयो रत्ता बेसी भन्ने ठाउँ हामी चट्टा आइसक्यौँ अब यहाँदेखि चाहिँ माथि जाडो रहेछ एकदमै होइन यस्तो हालतमा गयो भने हामी कक्रिन्छौँ भने अब यहाँदेखि चाहिँ हामी टक्क फर्केर फेरि अब इलामतिर रत्ता बेसीबाट इलाम हुँदै झापा हो नि त भाइ इलाम निक्लाउँछौँ हुँदै हुँदै यो इलाम 2 होइन इलाम 1 हुँदै हुँदै हामी चट्टा जाने होइन अब इलाम 2 ठाउँ म एक्सप्लोर गराउँछु ल